बनाउँदै हुन्थ्यो अटो त ढुक्दै होला त होइन मेरो बेना वेलकम अना पुग्नु खै यो चाहिँ पोथी यसलाई भाले भन्न मिल्दैन यो चाहिँ किनभने यसको शिर छैन भेनाको त कसैले त चक्लेट दुधको चक्लेट हाम्रो भात खाने सिस्टम चल्दैछ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज म अनि मनिष छौँ हामी चाहिँ यहाँ कहाँ छौँ भन्दाखेरि चाहिँ यहाँ चाहिँ हामी चाहिँ एयरपोर्टमा छौँ अन्तर्राष्ट्रिय विमानस्थलमा छौँ र आज चाहिँ हामी उसको पापालाई लिनु आएको बाइ द वे मैले सुरुदेखि नै भिडियो चाहिँ बनाउन सकिनँ किन भन्दाखेरि चाहिँ म अलिकति बिजी भएँ त्यही भएर अनि त्यही भएर चाहिँ हामी चाहिँ आज यहाँ आछौँ अब हामी चाहिँ हाम्रो नानाहरू पनि यता बसिरहनु भएको छ अनि हामी उसको बाबा उसको हान्छ है गाडीले उसको बाबालाई लिनु आएको ल तिम्रो बाबा आउने कुरामा केही भन्नु छ कतिको खुसी छौ के छौ कस्तो छौ म ठिकैको छु के खाने हो यहाँ उठ यहाँ यो मान्छे चाहिँ स्कुल नगई आछ बाबा लिनु भनेर है त हामी चाहिँ अब भित्र नै जाँदैछौँ है साथीहरू जाँदैछौँ खै कहाँ हो त्यहाँ कति लिन्छ घन्टाको लिन्छ कि कति लिन्छ यता चाहिँ हाम्रो आज आउनुहुने भेनाको चाहिँ नाना कति राम्री सुन्दरी भएर आउनु भएको छ विश्व सुन्दरी मुटु त ढुक्दै होला त होइन मेरो तयारीमा 1 महिना देखियो नि ल चाहिँ हामी चाहिँ टिकट लिएर अब चाहिँ भित्र पस्नु जाँदैछौँ मतलब आऊ ल यस्तो पो रहेछ फर्स्ट टाइम पसेँ म बाहिरै बसिराखेको नि म त ए यता बस्ने ठाउँ रहेछ है आएको त यही पो रहेछ यहीँ भित्र आउनुलाई पो यति पैसा लिएको अच्छा ल बाउ लिनु आउने केटो ओ केटो मुटु त ढक भएको छैन के खालको बसायो भाइ यो डोलाउने बसायो हावामा हामी 3 जना यहाँ छौँ अमिना नगर देखेर म यस्तो केही त भन आज त सानै त पुरै अर्कै खालको छ नि अर्कै खालको एक्साइटेड छ क्या तपाईँ त नर्मल नै जस्तो मुटुम ढकढक भइरहला होइन अनि होइन मम्मीलाई नि सानै चाहिँ चुदुर बुदुर गरेर दुनियाँ बोल्ने दुनियाँ गर्ने मान्छे आज पुरा साइलेन्ट टाइपमा छ के हामी चाहिँ यहाँ बसिरहेछौँ आज छैन हाम्रो भेना आउनु भएको छैन हिँड्नु कहाँ म त देखेको छैन तर नदेखिँदै गरेको ल हाम्रो चाहिँ भेना भेना आउनु ए आई भेना त्यहाँ छ भेना वेलकम होइन यतै बस्नु न यतै खोइ त हजुरको साथी मैले अघि यो झ्यालासै देखेको थिएँ क्या माथि त्यस्तै हो भेना नेपालमा के गर्नु यहाँ छ नि एउटा त्यो उको गर न त्यो टाटनको अना पुग्नु खै खै त हक गर्नु भएको हक गर्नु हक ल फेरि आँखामा आँसु चाहिँ नजानु ल हिँड्नु ल भाइ म बोक्छु हिँड्नु न किन बाबु
चाहिँ हाम्रो भेना आइसक्नु भयो हजुर मैले यो झलक्सै माथि अघि देखेँ भने नि त यो लास्टमा भेना आइहाल्नु चाहिँ हामी हेरिराख्यौँ झलक्सै देखेको थिएँ क्या यो वाला झोला भेना यता खोइ ट्रली यतै लग्दा पनि हुन्छ यतै आउनु भेना उतै छ क्या ट्रली छोड्ने ठाउँ यस्तो गरेर बोक्नु त होइन बिग्रेको रहेछ कि बिग्रेको खै म गुराउँछु हामीले चाहिँ भेनाकै लगेज गुडाउँदै लग्दैछौँ ट्रली नै घुम्दैन रहेछ बेकारको ट्याक्सी त ट्याक्सी नै हो हामी सुनाएको थियो अनि कति फ्रेस हावा होइन कतिमा लानुहुन्छ सुनाएको थियो कि जाने होइन मिलाएर कतिमा जानु ल जानु बबिना न ए हो नाना र भेना चाहिँ यताबाट गइसक्नु भयो इनड्राइभ पक्रेर अनि यहाँ म छु भाइ र म चाहिँ अब जाउँ स्कुटीबाट जान्छौँ ल है त अब पुगेर थोरै देखाउनु त्यति स्कुटी होइन साइकल हो ल साथीहरू हामी चाहिँ अब घर आइपुगेको अवस्था मेरो स्कुटी चाहिँ बाहिरै राखेको अवस्था झोला पुग्नुकै ढलेको अवस्था होइन अब हामी चाहिँ एयरपोर्टदेखि घर आइपुगेर यसो गर्दैछौँ है त ल अर्को पनि छ तर पोथी छ मामाले पक्नै सक्नु हुन छ यो चाहिँ पोथी यसलाई भाले भन्नु मिल्दैन यो चाहिँ किनभने यसको शिर छैन फेरि रातो देखेर पनि भाले नै रहेछ भन्नुहुन्छ र चिनाइदिएको है त ल अब यसलाई चाहिँ काट्ने लु दाइ काट्नुहुन्छ कि म काट्नु होइन आऊ भन्नु न कति गोदी देख्नु राम्रो बाजे कति कुरो देखेँ नि त कार्यक्रम हुँदैछ गाइस कुखुरा कार्यक्रम देख्दा काट्ने मान्छे चाहिँ यतै यहाँ भाले काटेको थियो भन्नुपर्छ नि कता कसकोमा जानुभएको छ नाति त्यहाँ दाइकोमा पनि त्यहाँ तलहरू बोलाइथ्यो यो चाहिँ हो रियल प्रेमी सँगै मर्ने सँगै बाँच्ने भाले र पोथी हो यिनीहरू ल भेनाको त कसैले त चक्लेट दुबईको भात खाने सिस्टम चल्दैछ रमाइलोमा नि युनिक भिडियो बनाउनु चाहिँ बिर्सिगएछु है अनि थोरै क्लिपमा चाहिँ रेकर्ड गरेर बनाइरहेको छु मेरो भिडियोहरू कस्तो लागिरहेको छ कमेन्ट गरेर भनिदिनु होला कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि भनिदिनु होला सधैँ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् भन्दै यो भिडियोबाट चाहिँ म अब बिदा हुन चाहन्छु हस्त बाइ बाइ भन्नु तपाईको त्यहाँ आफ्नो घरको परिवार भेला त आफ्नो मनको दुःखहरू पोख्नु पर्छ निकाल्नु है निकाल्नु पैसा चाहिएको अर्कै फ्यामिली निकाले त्यो पनि हुन्छ बिस्तारै त्यो 25 करोड भेटाउनुले 25 करोडको भनिदिनेले चुराकी गरेर 5 करोड पायो त कुरा चाहिँ के पायो होला